आजको भिडियोमा यसै गाडीको बारेमा यहाँले जानकारी लिन सक्नुहुनेछ। निकै नै आकर्षक इन्टेरियर रिभ्यू रहेको छ, जसमा मैले यहाँहरूलाई अवगत गराउँदैछु। यहाँलाई गाडीको कन्ट्याक्ट नम्बर मैले यहाँनिर देखाइरहेको छु। कन्ट्याक्ट नम्बर रहेको छ, सीसीटीभी क्यामेरा जानकारी दिने स्टेसन रहेको छ रबिन ब्लग युट्युब च्यानल, जसलाई यहाँले धेरै प्रतिज्ञा एयरबस लेखिएको छ, जय भैरव लेखिएको छ, साथमाथि भोलेनाथ शिवजीको चाहिँ भित्रै बसेर कुराकानी गरौँ न। अलिकति साउन्डले डिस्टर्ब गर्छ कि बाहिर, भित्रै जाउँ न हजुर है। पूर्वको सहर धरानदेखि पश्चिम बुटोल भैरवसम्म जाँदै हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि हुनसक्छ, तपाईँको फाइदाको लागि हुनसक्छ। कृपया भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेरेर साथ दिनुहोला। यातायात सम्बन्धी यहाँहरूलाई चाहिने महत्त्वपूर्ण जानकारी लिएर आज पनि म उपस्थित भइसकेको छु। जानकारी दिने स्टेसन रहेको छ रबिन ब्लग युट्युब च्यानल, जसलाई यहाँहरूले धेरै मन पराइदिनु भएको छ, धेरै साथ दिनुभएको छ। यस च्यानल अन्तर्गत आज मैले यहाँहरूलाई एउटा पृथक सुविधा सम्पन्न गाडीको बारेमा जानकारी लिएर आएको छु। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया एक सब्सक्राइब अवश्य गर्नुहोला भन्दै ढिलो नगरिकन फटाफट यहाँलाई जानकारी दिन गइरहेको छु। हजुर, यहाँलाई मैले जानकारी लिएर आएको छु प्रतिज्ञा एयरबस, प्रतिज्ञा सोफा एयरबस भनेर नाम रहेको छ, जुन गाडी पूर्वको सुन्दर सहर धरानदेखि बुटोल भैरवसम्म चल्ने गर्दछ। आजको भिडियोमा यसै गाडीको बारेमा यहाँले जानकारी लिन सक्नुहुनेछ। निकै नै आकर्षक इन्टेरियर रिभ्यू रहेको छ, जसमा मैले यहाँहरूलाई अवगत गराउँदैछु। सिट रहेको छ एकदमै आकर्षक, भिआइपी सोफा सिट, फोल्डिङ सिट सबै रहेको छ। साथमा तपाईँको खुट्टा राख्न लागि लेग रेस्ट भनेर यो पनि रहेको छ, थाई खुट्टा राख्ने ठाउँ पनि रहेको छ, जसमा तपाईँले आरामसँगले सुतेर घोडा खुट्टा नदुखाइकन यात्रा गर्न सक्नुहुनेछ। निकै नै लामो दूरीको लामो यात्राको गाडी रहेको छ प्रतिज्ञा एयरबस। यस गाडीको भिडियो बनाउन हाम्रो रेगुलर भ्युअर्स हुनुहुन्छ उहाँहरूले, र नयाँ भ्युअर्सहरूले हामीलाई अनुरोध गर्नुभएको थियो। सो उहाँहरूको अनुरोधलाई ध्यानमा राखेर प्रतिज्ञा सोफा एयरबसको भिडियो म बनाउँदैछु। र गाइजहरू, तपाईँहरूलाई यस गाडीको बारेमा केही जानकारी छ भने कृपया कमेन्ट गरेर कमेन्ट बक्समा पनि लेख्नु होला। र यति बेला म देखाइरहेको छु लास्ट भागमा पनि सीसीटीभी क्यामेरा रहेको छ प्रतिज्ञा एयरबस। अनि त्यसै गरी यहाँदेखि अगाडिपट्टि फ्रन्टमा रहेको छ, जुम तानेर देखाउँदैछु म यहाँहरूलाई। अगाडि फ्रन्टमा पनि एउटा सीसीटीभी क्यामेरा अनि लास्टमा पनि सीसीटीभी क्यामेरा। अगाडि र पछाडि दुवैतिरबाट पेसेन्जर मानवहरूको सुरक्षा त सीसीटीभी क्यामेराको निगरानीमा प्रतिज्ञा एयरबस चल्ने गर्दछ। त्यसै गरी गरिब भाइको खण्डमा यहाँले पाउनुहुनेछ फ्यान। त्यसै गरी यहाँले सामान राख्नको लागि ऱ्याक पाउनुहुनेछ, जसमा चाहिँ ऱ्याकमा ढोका पनि रहेको छ। तपाईँको लगेज सामान राखेर ढोका बन्द गर्न सक्नुहुनेछ। यतापट्टि ढोका खुल्ला छ, दायाँ र बायाँ दुवैपट्टि आफ्नो सामान झोलाहरू राखेर यहाँले यात्रा गर्न सक्नुहुनेछ। र यहाँहरूलाई गाडीको कन्ट्याक्ट नम्बर मैले यहाँनिर देखाइरहेको छु। कन्ट्याक्ट नम्बर रहेको छ सीसीटीभी क्यामेराको मुल्लोपट्टि एलइडी टेलिभिजन सेटमा चाहिँ नै यहाँले कन्ट्याक्ट नम्बर पाउनुहुनेछ। गाडीको निकै नै ठुलो 42 इन्चीको एलइडी टेलिभिजन सेट पाउनुहुनेछ, जसमा गीत सङ्गीत सुन्नु सक्नुहुन्छ, फिल्महरू हेर्न सक्नुहुन्छ यात्रा गर्दा। र त्यसै गरी तपाईँले मोबाइल चार्ज गर्नको लागि चार्ज गर्ने ठाउँ पनि पाउनुहुनेछ। गाडीमा बसी डाटा केबलद्वारा तपाईँको चाहिँ मोबाइल चार्ज गर्न सक्नुहुनेछ।
ओके, त्यसै गरी प्रतिज्ञा एयरबसमा यहाँले चाहिँ नि एसीको हावा खाँदै धरानदेखि बुटोल भैरवसम्म यात्रा गर्न सक्नुहुनेछ। एसीको सेन्ट्रल डक गाडीको सिलिङको मध्यभागमा। अनि त्यही हो, अरू गाडीमा जस्तै तपाईँहरूले आफ्नो सिटमा बसी एसीको भेन्टलाई यहाँबाट खुल्लालाई बन्द गरेर खोलेर बन्द गरेर अपरेट गर्न सक्नुहुनेछ। सबै तपाईँको सिटमा नै रहेको छ। ओके, गाडीमा रहेको इन्टेरियर रिभ्यू तपाईँलाई दिइसकेँ। बाहिरी केही रिभ्यू दिनु बाँकी छ, त्यसको लागि बाहिर जाँदैछौँ। बाहिरबाट हेरौँ एकपल्ट गाडी कुन कलरको छ, गाडीको फेस कस्तो छ, जसले यहाँहरूलाई चिन्नलाई सहयोग गर्दछ। सो हामी बाहिरबाट हेर्दैछौँ प्रतिज्ञा एयरबस। गाइज, प्रतिज्ञा एयरबस बाहिरबाट हेर्दा यस्तो देखिन्छ। गाडीको फ्रन्ट प्रोफाइल हो यो। यस्तो किसिमको गाडी रहेको छ। यो गाडी हेर्दै तपाईँहरूले चाहिँ हाइवेमा गाडीले चिन्न सहज हुनेछ। प्रतिज्ञा लेखिएको छ, जय भैरव लेखिएको छ, प्रतिज्ञा एयरबस लेखिएको छ, जय भैरव लेखिएको छ। साथमाथि भोलेनाथ शिवजीको चाहिँ एउटा चिन्ह रहेको छ। अनि गाडीको रुट रहेको छ निकै नै लामो। लुम्बिनी, भैरव, बुटोल, नारायणगढ, ढल्केबर, लाहान, बिकरी, धरानसम्म भनेर रहेको छ। बुढासिप्पा भनेर अगाडि दिएको छ। 2 ख 6533 नम्बरको गाडी रहेको छ। गाइज, गाडीको बारेमा मैले चाहिँ चिन्न सहज होस् भनेर चाहिँ गाडीको फ्रन्ट प्रोफाइल मार्फत जानकारी गराएँ। र यस्तो किसिमको एउटा चाहिँ कलेजी कलर, पहेँलो कलर, व्हाइट कलर गाडीको मिक्सन रहेको छ। दायाँपट्टिको प्रोफाइल हो यो। सो बायाँपट्टिको प्रोफाइल रहेको छ। मैले अघि नै भने यहाँहरूले कमेन्ट गरिरहनु भएको, भिडियो चाहियो भने कमेन्ट गर्नुभएको गाडी प्रतिज्ञा एयरबसको आज म भिडियो बनाउँदैछु। निकै नै आकर्षक गाडी रहेको छ। बायाँपट्टिको साइड प्रोफाइल यस्तो किसिमको रहेको छ। र यहाँ तपाईँहरूले चाहिँ गाडीको कन्ट्याक्ट पाउनुहुनेछ, जय भैरव भनेर चाहिँ यहाँनिर गाडीको स्टाफको बारेमा कन्ट्याक्ट दिइरहेको छ। म डिस्क्रिप्सन पनि यहाँहरूलाई कन्ट्याक्ट राखिदिनेछु। क्यास्टल अन द वेल्स भनेर लेखिएको छ। र लास्टमा प्रतिज्ञा भनेर रहेको छ। एयरबस पनि रहेको छ। यसै क्रममा मैले भिडियो बनाएर गर्दा यहाँनिर हाम्रो स्टाफ आउनुभएको छ। उहाँसँग थोरै भित्रै बसेर कुराकानी गरौँ न। अलिकति साउन्डले डिस्टर्ब गर्छ कि बाहिर, भित्रै जाउँ न हजुर है, सिटमा बसेरै। यो मैले बताइसकेँ। सबै मैले यहाँ सामान यसरी राखेर चाहिँ तपाईँहरूले सुरक्षाको लागि कभर सिस्टमको ऱ्याक रहेछ भनेर जानकारी गराइदिएँ हजुर। गराइसकेँ मैले। गाडीमा सबै सुविधा भित्र आएर गरिसकेँ। र यहाँनिर छ, यो एउटा प्रतिज्ञा हो। आज एउटा संयोग हो। यसको जोडी प्रतिज्ञा पनि यहाँ धरानमै रहेको छ। हामी यहाँबाट देखाइरहेछौँ। र यहाँ स्टाफ हुनुहुन्छ। यहाँलाई मैले थोरै जानकारी, प्रतिज्ञा एयरबस कति भयो हाम्रो धरानमा, कति भयो यसको, कति छ इतिहास धरानदेखि चलेको? यो अहिले हजुरको यो अहिले लगभग 2 महिना भयो सुरु। 2 महिना भयो। अहिले 2 महिना गरेको। हाम्रो प्रधान कार्यालय कहाँ रहेको छ? यो हाम्रो प्रधान कार्यालय बुटोल हजुर। बुटोलले हो। बुटोलमा प्रतिज्ञा भनेर नाम दिनु भएको छ। निकै नै आकर्षक नाम छ प्रतिज्ञा। प्रतिज्ञा भनेर हजुरको छोरीको नाम पनि हुन सक्छ र के अरे भगवतीको नाम पनि हुन सक्छ। भगवतीको नाम पनि हुन सक्छ। धन्यवाद। आज के छ, पालो छ होला सायद हैन? आज हजुर सर यो जान्छ। हजुर यो जान्छ। त्यो बस्छ, यो जान्छ। हजुर हजुर। कति बजे छ धरानबाट? यहाँबाट 3 बजे सर। 3 बजे भानुचोकबाट हजुर। भानुचोकबाट 3 बजे हजुर। ओके, भाडा कति छ धरानदेखि बुटोलको भाडा बताइदिनुहोस् न प्रतिज्ञा एयरबसले लिने? अहिले त हजुरको अस्ति यो अब यो डिजलको भाउ बढेको हुँदाखेरि अस्ति यही 26 गतेबाट हजुरको के अरे अब भाडा उ भएको छ हजुरको। हजुर हजुर। अब अहिले अब भन्दाखेरि अब यसरी अब हाम्रो चाहिँ अब शङ्कु है हजुर यसरी बुटोलदेखि पूर्व प्रखण्ड मिति 2082 12/6/26 गतेदेखि लागू हुने गरी भनेर चाहिँ एउटा पेपरै आउट भएको छ। यसरी पेपर के छ यो पेट्रोलको भाउ बढेको कारणले गरेर हो कि यो अब त्यो अब डिजलै भाउ बढेर होला। अब अहिले यो भाडा बढाएपछि पनि फेरि हजुरको 30 रुपियाँ लिटर फेरि बढ्यो डिजलमा। हजुर हजुर। फेरि अहिले 235 रुपियाँ भएको छ। के छ यो कायमै रहन्छ कि पेट्रोल भाउ घटेको खण्डमा यो घट्छ? अब खै अब यो त अब हामीलाई के जानकारी हुन्छ र माथि अब यातायात महासङ्घबाट बढे अब हुन्छ निर्णय हुन्छ। अब के हुन्छ अब त्यो त माथि नै थाहा हुन्छ हजुरको। हजुर हजुर। यहाँले जानकारी पसिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर। तपाईँ यो गाडीको तपाईँको आफ्नो गाडीको भिडियो रबिन भ्लग युट्युब च्यानल मार्फत हेर्न सक्नुहुन्छ। यहाँलाई म अनुरोध गर्छु, यहाँले 1 लाइक, सेयर र सब्सक्राइब अवश्य गरिदिनु होला। हस् हस्, धन्यवाद। हस्।